नमस्कार सबैजनालाई स्वागत छ मेरो अर्को भिडियोमा। हामी चाहिँ मन्दिर जानको लागि उठिसकेका छौँ र बेडसिटहरू मिलाइसक्यौँ अनि ब्यागहरू चाहिँ हाम्रो यो चाहिँ अलमोस्ट रेडी थियो। ब्लाउजहरू पनि रेडी गरिसक्यौँ। हामीहरू चाहिँ रेडी भएर मेकअप गर्नु बाँकी छ र हाम्रो अरू दिदीहरू चाहिँ सबैजना आइपुगेको छैन र एकदम अँध्यारो छ। धेरै पछाडि बिहान छिटो उठेको राति नै हुँदो रहेछ। दिदीले किचनमा यहाँनिर चाम्रे माम पकाउँदै हुनुहुन्छ अनि यहाँ चिया पकाउँदै हुन्छ। अरे बाफरे, चुला त हिजो पोत्नै बिर्सेछ। चिया हाम्रो चाम्रे माम पाकिसकेको छ गाइस अनि त्यहाँनिर चिया पनि उम्लिँदैछ। तर म त खाँदिनँ पाकेको गाइस। अनि मैले चाहिँ ग्यासको दबाई अनि बमिटको दबाई खाइसकेँ। अब रेडी हुने, रेडी पनि केही हुँदैन, लुगा लाउने बाट मुखमा केही नलाउने किनकि थाहा छ म बमिट गर्नेवाला छु। सो हेलो गाइस, म चाहिँ रेडी भइसकेँ। मैले मेकअप गर्नु भनेको यतिकै हो। मेकअप गरे पनि नगरे पनि यतिकै हुन्छु। अब म खाजा खानु जान्छु। खाजा हाम्रो दिदी रेडी भइसक्नु भयो। उहाँ पनि आइसक्नु भएको छ। ठुसिसक्नु भयो? म खाँदिनँ, दबाई मात्रै खाएको। ठुस्नु भएको? तपाईँले ठुसिसक्नु भयो। दिसन आइगन आइगन ठुसिङ यु नो। बाफ उडेर देखाइदियो। टडान यस्तो गरेर खान्छु ल। अलिक माथि गर न, देखेन। देखेन? अलिक माथि अलिकति खान्छु ल। हामी सबै रेडी भइसक्यो। यता मम्मी पनि आइसक्नु भयो। हामी सबै गाडीमा चढिसक्यो। भाउजू बाई बाई। ल गाडी हाम्रो हिँड्नुहोस्। सो आजको हाम्रो पाथिभरा माताको दर्शन गर्ने यात्रा चाहिँ सुरु भइसकेको छ। हामी सबै गाडीमा चढेर चाहिँ अब बाटो लाग्यौँ है त। मेरो साथी चाहिँ बमिट पुरा गर्छु भन्दै थियो, हेरौँ है त आज गर्छ कि गर्दैन। अहिले चाहिँ हामी एकछिन रेस्ट गर्दैछौँ। यहाँ मेरो भ्लगर दिदी हुनुहुन्छ होइन। बिचरा म चाहिँ पछाडि बसिरहेको छु, सबैजना अगाडि बस्ने भनेर होइन। मैले चाहिँ पछाडिको सिट रोजेको छु। पछाडि चाहिँ उफ्रिँदै पछाडिँदै आउँदैछौँ है हामी। बाटोको भ्युजहरू चाहिँ यस्तै थियो, तर धेरै खिच्न चाहिँ सकिनँ। सो अहिले चाहिँ हामी सबैजना खाना खाने ठाउँमा आइपुगेको छौँ अनि खानाको वेटिङ गरिरहेको छौँ है त। अहिले चाहिँ हामी सबैजना खानाको वेटिङमा बसिरहेको छौँ। सबैको भोकाले अनुहार हेर्न लायक भइरहेको छ कि। बल्ल खाना आयो अनि हामी सबै खाना खायौँ। अहिले चाहिँ हामी तल्लो फेदी आइपुग्यौँ। यहाँदेखि माथि चाहिँ गाडी नजाने जाँदैन रहेछ। सो हामी सबैजनाले ब्याग बोक्न एकदम तयारी भएर बसिरहेको छौँ। ब्याग हेर्न सक्नुहुन्छ कति धेरै छ ब्याग चाहिँ होइन। सबले कसले बोक्ने भइरहेको छ। ब्याग यति धेरै थियो है। जसले जति सक्नुहुन्छ त्यही अनुसारले हामीले चाहिँ ब्याग बोक्यौँ होइन। अनि यात्राको लागि हामीलाई लौरो आवश्यकता पर्छ। सो हामीले लौरो छान्यौँ। लौरो चाहिँ छानिसकेर यात्रा सुरु गरौँ। कति आधी किलोमिटर चढ्यौँ होला सायद। कस्तो भयो मुटुका, कसको ढुकढुक भयो अरे? हाम्रो त छैन, रोकिरहेको छ नि। ल जाउँ पाथिभरा माता कि ल जाऊ। सबैजना हिँड्दा हालत पतला भइसकेको छ। अलिकति हिँड्दै यो त हामी 4 भागमा 1 भागको आधी पनि हिँडिसकेको छैन। र पनि सबैजना गलेर प्यात्त भइसक्यौँ।
खाइदिन्छ खत्री रहेछ नि कपुर लायो भने के हुन्छ देख लाग्दैन कति ढाइगा हैन गाइस हैन न म चाहिँ हिँड्न नसकेर हैन बुक्नै सकिन के हामी कति छ अझै अन्ते भएर म चाहिँ बसिरहेको खेतमा चाहिँ गर्नु त के अरे मम्मी के अरे छोरीको माया लाग्यो त्यही भएर अगाडि अगाडि दौडिनु भएको होला हैन अन्त छोडेर हैन गुटुङ 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 मलाई त लागेको छैन माया मेरै माया छ आफ्नै माया अलि त्यो झोलाई चाहिँ गरौँ हुन बाँकी छ होला बोक्ने हामी नै हो आफ्नै ठिक हो तँलाई चाहिँ के भयो अरे मलाई त बुढाको याद आयो होइन झोला बोकिदिन्थ्यो भनेर बुढाको याद आएन नि अब आन्टीलाई छैन आएको म त मेरै ज्यान ठिक छ बुढाको याद आएको छैन भनेको के गर्नु यो पनि बोकाउनु हुन्थेन नि भएको भए त अघि मैले त बुढाको याद आयो अरे बुढो म यो भारी बोकाउँछु बरु ई सेवामा मेरो बुढा तिर्दैन भन्थे म बरु भनेर मम्मीलाई चाहिँ आएको छैन म हिँड्नु कति खरा भएको ज्याकेट पनि सोल्टिनीलाई चाहिँ गर्ल बोयफ्रेन्डको याद आएको छैन अब फेरि झुट्टी भाउजूले यहाँ भारी बोकाएर टेन्सन भइरहेको कहाँ छ हौ भारी चाहिँ अलिअलि सेवा गर्नु पऱ्यो नि त सेवा गरेर पाइन्छ ऊ सेवा ऊ ए एक्सचेन्ज पो रहेछ यो कहाँ भारी भनिन्छ एक्सचेन्ज भनिन्छ लु यस्तै छ वातावरण चाहिँ उसैले के हाम्रो छोरीलाई पनि सोध्न ए तिम्रो ज्वाइँको खबर याद आएको छैन 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 उही त मन पर्यो झुट बोल्छिस् झुट बोल तपाईँ कहीँ कहाँ सक्नु अहिले मारिदियो अनि आफ्नो चाहिँ त सबैको सोधेर आफ्नो चाहिँ कहिले मलाई त यादै आएको छैन अनि अरू के छ अरू अनि यो बोकेर अनि त्यो पछाडिको पनि बोकाइदिएको यो बोकेर हिँड्न कस्तो महसुस भइरहेको छ बहिनी कसको याद आइरहेको छ एकदम मजा आइरहेको छ कि म यहाँ सोच्दैछु जागिर खाऊँ कि क्या भरियाको मलाई पनि त्यस्तो लाग्दैछ तँलाई पनि बोकाउँ कि जस्तो लाग्दैछ अनि ज्वाइँको चाहिँ कतिको याद आइरहेको छ त को ज्वाइँ हो फेरि बोयफ्रेन्डको त्यो त भएपछि याद आउँछ त होइन भएपछि याद आउँछ झुट्टी लड्की हँस गई बिसाउनु भएको दिदी शेयर गरियो अदुवा खानु बुनु अदुवा हौ खाइरहेको छ दिदी अदुवा खाएको यस्तो दिदा पनि गरिदिएको त अनि एउटा दिदीलाई खुवाउनु सक्नुहुन्न अदुवा त्यही भनेर त सानो कति खुवाउनु भयो तपाईँलाई होइन मम्मी देखेँ त मैले हजुर दिदी त्यो ब्याग यसलाई चेन्ज गरेर नरियल अलिक कम्ती होला दे त यो चाहिँ हाम्रो अदुवा वितरण सुरु भएको छ खै ए सक्यो अदुवा वितरण यो के वितरण हो पानी वितरण भाइले कति मैले बोकेर गयो कति गाह्रो चाहिँ भइरहेको छ त्यो मजा मात्रै देख्नु क्या जय शम्भु जस्तो दिदी साइड आउनु नि आज हामी पहिलो पालि होइन त यहाँ दर्शन गर्नलाई अहिले हुसी आइरहेको छ अवस्था नाजुक छ फोटो खिच्दिन होइन भिडियो हेरेँ अहिले यति नै आएर तिनवटा बस्नुपर्छ अरे अब यति नै आज त्यो तिनवटा जानुपर्छ अरे अब भयो अझ खाइरहेको ल पछिबाट मात्रै के हात पनि उठाएको हुन्छ खानुमै मौसम चाहिँ हल्का उस्तै लागेको हुनाले परको भ्यूहरू चाहिँ हेर्न सकिरहेको छैन फाइनल्ली हामी चाहिँ रुममा आइसक्यौँ हेलो आजको यात्रा कस्तो भयो त यात्रा कस्तो भयो त सर बहुत बढ़िया है लेकिन हमारा खुट्टा बहुत काम रहा है क्या करूँ मैं सबसे धोर यस्तो व्यक्तिहरू लिएर आएको त्यो
लायो पुऱ्यायौँ अब बोकेर त्यो चाहिँ होइन सबैले धन्यवाद चाहिँ मलाई दिनुपर्ने हुन्छ क्या खासमा जस्ट बिकज अफ मी तपाईँहरू यहाँ आइपुग्नु भएको छ धेरै धन्यवाद थाम्दी बहिनी छोरी नानी उता आएको छ नआउने मान्छे आँखाले खाइदियो अरे साह्रै हुने बमिट गर्यो सुकु लो मेरो तपाईको साली तेरो चाहिँ नअर्ना खतरा देखाइदिन आँट्दैछु तपाईको साली सबैभन्दा खतरा यहाँ हेर्नु कता बोकेर हिँडेकी छ ए मेरो पनि होला नि तिनवटा बोकेर हिँडेकी त्यही क्यामेरा सिधा के भिडियो हेलो गाइस म चाहिँ दामी यहाँ सबैलाई ल्याउन सफल भएको छु हैन मैले मलाई सुकुको प्लान त सुरुमा चाहिँ हैन खोइ नआउने वाला छ कोही कोहीहरु हैन त्यस्तो नआउने वालाहरु अनि नआउने वालाहरु पनि आइपुग्नु भएको छ अनि हामी बस्ने ठाउँमा आइसकेको छौँ हैन अनि अब हामी एकछिन आराम गरेर खाना खानु गएर प्याकिङ गर्छौँ रातै चम्चीले खान सकिँदैन दिदीको हालत देखेर म पनि हात डढाउँदै हात धुनु गएको पानी त छुइ नसक्नु रहेछ भने हातै झन्डै फ्रिज भइदिन कि रातो न रातो भयो हामी चाहिँ खाना खान आइपुगेको छौँ सोल्टिनी हातको झन्डै स्वर्गमा गयो अहिले भर्खर वार्निङ कति हिँड्न सकिन्छ 5 घन्टा लाग्छ पछि फेरि हामी सर्टकटमा आउँछौँ खाइल हामीले खाना पकेको लगभग आधी घन्टा भयो आएको छैन सो खानाको पर्खाइ सँगसँगै हामी चाहिँ दिदीबहिनी कुराकानी गर्दै बसिरहेको अनि हाम्रो चाहिँ टोपी लगाउनु पानी थिएन सो निधार चिलाएर होइन कपालहरू सबै कुग्लिङ परिसकेको थियो हाम्रो खाना आयो सो फाइनल्ली वेटिङ इज ओभर भने जस्तो खाना खान थाल्यौँ है त हामी खाना खान आउनुहोस् है त सबैजना सो आजको दिन चाहिँ यस्तै गरेर बित्यो हाम्रो है अक्कली ओह्राली त्यस्तै हो होइन भिडियो बनाउन सम्भवसम्म मैले बनाएँ भिडियो बनाउन अलिक सम्भव थिएन किनकि झोलाहरू ज्यादा थियो प्लस हिँड्न एकदम गाह्रो पनि भइरहेको थियो सो भिडियोहरू त्यस्तो धेरै बनाउन सकिनँ जति सके मैले सबै भिडियोहरू राखेको छु अनि आज चाहिँ एकदमै धेरै गलेको छौँ सबैजना सुतिसक्नुभयो अनि म चाहिँ थोरै भिडियो एडिट गरेर सुत्नु पऱ्यो भनेर बसिरहेको छु अब भोलि बिहान चाँडै 2 बजीतिर उठेर जानुपर्ने छ 9:36 भइसक्यो अलरेडी हिजो पनि मजाले सुतेको थिइनँ हिजो पनि 12:30मा सुतेर 3 बजी उठेको थियो है अन्तिमसम्म भिडियो हेरेर जो कहिले पनि साथ दिनुभएको छ उहाँहरूलाई धेरै धेरै धन्यवाद सबैजनालाई पाथिभरा माताले रक्षा गरून् सबैजनालाई गुड नाइट शुभरात्रि